तपाईहरूले अहिले जुन भिडियो हेर्दै हुनुहुन्छ यो चाहिँ पुरानो पर्सा खैरेनी 6 चितवनको हो र यहाँ प्राय वर्षेनी बाढी आउने गर्दछ। कुनै कुनै साल चाहिँ यसरी माथि घरमै छिर्ने गरी या माथि त्यो खोलाको पानी ओभरफ्लो भएर चाहिँ त्यसरी वर्षेनी त आउँदैन, तर यसपालि फेरि 2083 सालमा पनि आएको छ। अब खोलातिर जाऊँ भिनाजु। अब के छ भिनाजु, बाढी अझै बढ्ला त पानी? गाडी चलाइदिनाले फेरि पानी त्यो वेभ निस्केर पानी सबै घरभित्र छिरेर एउटा समस्या चाहिँ हुँदो रहेछ यो फेरि। घटिरह होला है? होइन नि यस्तो भएको अहिले राति पर्छ नि त पहाडतिर पहाडको पानी बल्ल बगेर आएर अनि बढ्ने हो क्या यहाँ भरे राति आएर अब बढ्ला कि घट्ला त? अब त घट्दै जाला नि, अब त शिर बढ्छ भने त बढ्छ है। ठेकान छैन पाहाडी। क्रियापुत्री भवन पछाडिको एरिया हो यो, ओसेन एकाडेमी पछाडि, र यो हाम्रो पर्सा बजारको क्रियापुत्री भवन। पानीको लेभल बढ्ने क्रममा जस्तो देखिन्छ, पानी अझै परिरहेको छ। भिनाजु के छ अवस्था? पानी घट्ला कि बढ्ला? के छ सो सम्भावना छ बढ्ने? अझ अलिक बढी असर चाहिँ चैनपुरतिर पारेछ अरे होइन? पुल त लगभग छोइसक्यो। अब 1 मिटर बढ्यो भने त हुन्छ होला। जनजीवन प्रभावित भएको छ पानी जम्नाले। पानी त अझै परिरहेछ। अब घट्ला त पानी? हजुर छैन है। पछाडि यो ओसेन एकाडेमी पुरानो पर्सा पछाडिको यो सिन हो, यहाँ नि पानी जमेको छ। खैरेनी वडा नम्बर कति हो यो भिनाजु? पारी 8 है। खैरेनी वडा नम्बर 8 पारी डेजी स्कुलको त्यो पहेँलो बिल्डिङ देखिरहेको छ यहाँबाट। डेजी स्कुलतिर पानी छिरेको छैन। अलि पर त्यहाँ सुनगावा कलेज पनि हो, त्यो सुनगावा कलेजमा पनि पानी छिरेको छैन अहिलेसम्म। र यो वडा नम्बर 6 को दृश्य, पछाडि पानी जमेको छ यहाँ। पहिले पानी थुप्पो नपरेर सुक्खा लागेको हुन्छ, अहिले यो चारैतिर जलमग्न भएको अवस्था छ। प्रकृतिको लीला पनि अजीब छ अहिले। पुरानो पर्सा र नयाँ पर्सा जोड्ने पुल हो यो। अब लगभग पुलको लेभलसम्म पानी आउन थालेको छ। अब एकैछिन बढी पानी आयो भने यो ओभरफ्लो हुने सम्भावना छ। सुनगावा कलेजतिर जाने बाटोमा पनि पानी भरिभराउ छ, तर कलेजभित्र पानी चाहिँ पसेको छैन रे। ओहो, यही बेलामा बाइक। त्यसलाई पनि बाढी लागेको अवस्था छ। कता हिँड्ने ल हेर यो
यो पनि बाढी हेर्न हिँडे जस्तो यिनीहरू पनि बाढीमा बाढी हेर्न हिँडे हेर नि यिनीहरू के छ अवस्था भिनाजु अब यही सुरुमा बढ्यो भने केही घातक होला बजारतिर पसलहरूमा बढ्ला नभए अब घरभित्र भयो भने त सुरक्षितै भइन्छ तर ड्यामले जस रोक्या छ यो ड्याम नभइदिया भए चाहिँ बजारमा पानी छिरिसक्यो यहाँ चाहिँ वार्ड नम्बर 6 यतापट्टिको बाढी यतातिर धानमा पुगेर यसरी च्यानल गेट लाउँदा पनि यसरी आइरहेको छ है यो गेट लगाएको हो भिनाजु रिपोर्टिङ गर्दै हुनुहुन्छ यो ओसेन एकाडेमी पछाडिको अवस्था हो पानी बढिसकेपछि जनजीवन अस्तव्यस्त त हुन्छ नै रामेश्वर सरले पनि उहाँ रिपोर्टिङ गर्दै हुनुहुन्छ अब त्यो त्यहाँको अवस्थाको बारेमा पनि हामी स्थलगत रिपोर्ट गरिदिन्छौँ अहिले यहाँको अवस्थाको बारेमा यहाँको जानकारी गरायौँ निरन्तर पानी परिराखेको छ तपाईँहरूलाई आफ्नो कहीँ त्यस्तो खालको अप्ठ्यारो परिस्थिति छ भने तपाईँहरूले हामीलाई जानकारी गराउनु होला हामीले गर्न सक्ने सहजीकरण गर्नको लागि हामी तयार छौँ 98 550 मा तपाईँले फोन गर्नु यो हाम्रो चाहिँ हेल्पडेस्क विशेष ग्रेट टिभीको यो अफिसियल चाहिँ नम्बर हो चिया किनार पछाडिको भ्यू हो यो अब योभन्दा बढी नहोला